Hello everyone, welcome back to my channel. It's me वर्षा न्युपाने र नेपालमा चाहिँ तिहार लागेको छ। ह्यापी तिहार सबैजनालाई। र हाम्रो विदेशमा चाहिँ अब यहाँ तिहार न दसैँ न हैन खासै यसपालि मनाउने विचार गरिएन। त्यही भएर आज हाम्रो दुईजनाको छुट्टी पनि थियो अनि यसो कतै बाहिर जाउँ न भनेर बाहिर जाने प्लान गर्यो। अहिले चाहिँ यहाँ बिहानको 9 लगभग 9:30 भयो। छोरी उटल्लेर बसिरहेको छिन् आनन्दले। ल हामी चाहिँ ठ्याक्क भर्खरै घरबाट निस्केको। अब हामी आज चाहिँ म दिनभरिको हल्का भ्लग बनाउँछु। भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नु होला। मन पर्यो भने लाइक शेयर सब्स्क्राइब गर्न नभुल्नु होला। यहाँ चाहिँ विन्टर स्टार्ट भइसकिसकेको छ हैन। एकदमै चिसो हुन्थ्यो। बिहान त नर्मल लुगामा त हिँड्नै सकिँदैन, एकदमै चिसो हुन्थ्यो। तर आज थ्याङ्क्स गड मौसमले पनि एकदम हामीलाई ल तिमीहरू घुम रमाइलो गर भनेर मौसमले पनि साथ दिएछ जस्तो छ। एकदम राम्रो रमाइलो मौसम छ। हल्का घाम पनि लागिरहेछ। नभए यतिको लुगामा चाहिँ हिँड्ने चान्सै छैन। त्यही भएर हामीले उति नै जाने ज्याकेट पनि रेडी गरेको छौँ, राखिरहेको छौँ। बेलुका आउँदाखेरि चिसो हुन्छ कि भनेर। अहिले चाहिँ एकदमै रमाइलो मौसम छ। घाम लागिरहेछ मस्त। अहिले चाहिँ हेर्नु त, हेर्नुहोस् त घाम एकदम मजाले लागेको छ हैन। एकदम रमाइलो छ। हाम्रो काम गर्ने जाने बाटो पनि आइसकिसक्यो। हामी काम गर्ने ठाउँ चाहिँ पुग्दैनौँ। हेर्नुहोस् ल, यो ठ्याक्कै आउने यो लेफ्ट वे, यो वे चाहिँ हाम्रो काम गर्न जाने बाटो हो र हामी चाहिँ सिधै जाँदैछौँ। हाम्रो एरियोना मिस चाहिँ चुप्प लागेर बसिरहनु भएको छ। बोल्नुहुन्छ कि हुन्न बोलाउँछु ल। एरियोना किन चुप्प लागेर बस्नु भएको? डल एकचोटि मम्मी फिङ्गर भनिदिनुहोस् न। अनि आर यु ह्याप्पी? खोइ यस भनेको, खै भनेको त यस अरे। कति लजार, कति लाज लाग्छ, कति लाज अझै अरे। ओके ल, वाट यु वान्ट टु से? के भन्ने भन त? गीत गाउने? गीत गाउँछौ? अनि मेरो बाबुको नाम के हो भनिदिनुहोस् त। भन्नु न। मामीको नाम? ओ माई गॉड, थ्याङ्क यू। बाबाको नाम नभन्ने? बाबाको नाम कन्फ्युज हुन्छन् अझै अरे। वा छोरी अब एकछिनमा ओके नाच्दै एकचोटि। अपै ओ माई गॉड, थ्याङ्क यू गाइज। एकदमै रमाइलो ठाउँ छ। एकदम पिस खालको हैन, कस्तो आनन्द आउने खालको रमाइलो छ के ठाउँ चाहिँ। हामी जाँदैछौँ अब। हाफ आवर जस्तोमा हामी पुग्छौँ। अनि हजुरहरूलाई म भिडियो बनाइरहन्छु। हामी जाँदैछौँ। एकदम रमाइलो छ यहाँ नै, कस्तो आनन्द आउने खालको हो क्या। खासमा गाइज हामी चाहिँ एउटा एकदम इम्पोर्टेन्ट कामले आएको पनि हो होइन। के कामले हो भनेर चाहिँ म अहिले भन्दिनँ। अहिले एकछिनमा भन्न सक्छु पनि भन्न सक्दिनँ पनि। त्यसको लागि चाहिँ हजुरहरूले भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुपर्ने छ है। रमाइलो, कति रमाइलो, जगतै पो जगमग कति रमाइलो। सानी एबिसिडी भनेकी भनेछिन् होइन। उसलाई भन न भनेको नाइ अरे, क्यामेरा गार्ड चाहिँ नभन्ने अरे। ल अब हामी फाइनल्ली आइपुग्न लाग्यौँ। हजुरहरूलाई देखाउँछु है। ल यहाँ चाहिँ हामी स्टप साइनमा आइपुग्यौँ। अनि अब एकछिन यहाँ त्यस्तो धेरै टाइम त लाग्दैन। अब साइन चेन्ज भएपछि
गइहाल्नु पर्यो नेपालको जस्तो हुँदैन त्यो चाहिँ जस आनन्द हुन्छ जाममा परिदैन नेपालको भन्दा बढी जाम हुन्छ यहाँ ठुल्ठुलो सिटीमा हो र धेरै टाइम लाग्छ 1 घण्टा 1.5 घण्टा त्यस्तो भयो भने त च्याउ गयो नि तर पनि सिस्टममा हुन्छ नि त सबै कुरा लगा छ नि ओ त्यस्तोमा सट्टै जान पाइन्छ न एपोइन्टमेन्ट चाहिँ मेरो 11 बजेको नलेज टेस्टको थियो ड्राइभिङ नलेज टेस्टको सो म चाहिँ पास भएँ मलाई चाहिँ कुनै नि पेपर परेन किनभने मसँग नेपालको अलरेडी लाइसेन्स थियो त्यही भएर अब चाहिँ मैले डाइरेक्टली क्लास 7 को ड्राइभिङ टेस्ट दिन पाउँछु सो आइ एम सो ह्याप्पी गाइज ल अब चाहिँ पास भयो होइन अब केही समय पछाडि चाहिँ क्लास 7 को ड्राइभिङ टेस्ट दिने हो ड्राइभिङ पनि सिक्दैछु त्यस्तो कन्फिडेन्ट चाहिँ छैन तर पनि जस धेरै आइसकिसकेको छ धेरै कन्फिडेन्ट बिल्डअप हुँदैछ सो होप फर बेटर जस राम्रो भयो नलेज टेस्ट दिनलाई त्यति धेरै गाह्रो छैन प्र्याक्टिस चाहिँ मजाले प्र्याक्टिस गर्नुपर्छ मैले त्यस्तो धेरै हिजो एक दिन चाहिँ मजाले प्र्याक्टिस गरेको थिएँ सो रिजल्ट आज राम्रो भयो आइ एम सो ह्याप्पी अब हामी टक्क घुमफिर गर्छौँ यताउति हिँड्छौँ हजुरहरू हेर्दै गर्नुहोस् न भ्लग है साथीहरू गाइज यहाँनिर पहेँलो रातो फुलहरू फुल्दा चाहिँ नि लास्टै रमाइलो देखिने क्या कस्तो आनन्द आउने है नेपालमा त के अरे त्यस्तो नभइकन सट्टै झर्छ नि यहाँ चाहिँ कलर चेन्ज भएर अनि मात्र झर्न स्टार्ट हुने क्या तर अहिले त धेरै झरिसकिसक्यो अस्ति त कस्तो राम्रो भएको थियो भने नि ओएमजी मैले कति धेरै फोटोहरू पनि भिडियोहरू पनि बनाएको थिएँ त्यति बेला अनि आज त्यति धेरै चिसो चाहिँ छैन ठिकै मात्र छ छोरी के गर्दैछ म देखाउँछु ल सानी अमु आयो सानी एकदम उसलाई नि रमाइलो भइरहेछ पहिला पहिला चाहिँ यसरी गाडीमा हिँड्दाखेरि नानीलाई भमिटिङ हुन्थ्यो अहिले चाहिँ हुन छोड्यो उसलाई नि सायद बानी भएर होला अब त हुन छोडेको छ अहिले त पहिला कति भमिट पो गर्थ्यो नि त गाडीमा हिँड्दा त माइ गो सुन्थ्यो यहाँ टायर देखिरहनु भएको छ होला होइन यो टायर चाहिँ हामीले चेन्ज गर्नु लागेको क्या विन्टरको लागि अर्कै लाउनुपर्छ नि त त्यही भएर चेन्ज गर्नु लागेको अब हामी त्यहाँ जाँदैछौँ शरणकोटमा गाइस लास्टै चिसो भयो 81 लास्टै चिसो भयो मान्दिन कति गाह्रो छ सान्डल लिएर हिँड्नलाई यति चकचक ह्याप्पी अरे ललिपप खानु पारो ह्याप्पी अरे अब चाहिँ उसलाई एकदम ललिपप चक्लेट है बच्चाहरूलाई कति मन परेको छ ए चक्लेट होइन अरे ए ओके ललिपप अरे कति धेरै चिसो भएर ज्याकेट लगाएको एकदम चिसो भइरह अहिले चाहिँ 81 फेरि यहाँको मौसमको टुङ्गै हुन्न कि एकछिनमा चिसो एकछिनमा घाम लाग्छ तर अब विन्टर स्टार्ट भयो सो हल्का घाम चिसो भइरहन्छ यसलाई धेरै सिरियस रूपमा सोच्नु पनि हुँदैन नमस्ते ठोक दिया तिम्रो हेराइले मेरो धड्कन
सायरन रोक दिया। कति बजे भनेको छ? 1 बजेदेखि उता भनेको होइन? 12:30 भयो है। अर्डर गर्दै गर्ने हैन? ओके। ल गाइज हामी चाहिँ यहाँ म्याकडोनाल्डमा जान लागेको। अब हल्का यसो पेट पूजा गर्नु पर्यो भनेर होइन, त्यहाँ छ। अब त्यहाँ गएपछि भेटौँला है। अनि सानो कहाँ जानु भएको? ललिपप खाने भन्देऊ? ललिपप खाना अरे त बाबा बोल्नु न त हौ, बोल्नु न त। लपप खाने लपप। साह्रो साइलेन्ट मोडमा हो। कस्तो राम्रो देखेको। ल जाउँ। यो साइडतिर ब्याङ्कहरू पनि रहेनन्। गाइस हामी चाहिँ लाग्यौँ हल्का अब पेटलाई पूजा गर्न। यहाँ चाहिँ 12:30 हुन लाग्यो। अब हामी यहाँ जान्छौँ। ओके गाइस। के भन्न चाहनुहुन्छ भन्नु त? अब के भन्न चाहन्न, जाडो आउँदैछ होइन, जाडोको तयारी गरिँदैछ होइन। हाम्रो ड्रेस आइपुग्यो होइन आज? सामान आइपुग्यो, गएर हेर्नु भन्छु कस्तो कस्तो सामान आइपुग्यो भने जस्तो भने फेरि अर्डर गर्नु ल। ओके ल गाइज नेक्स्ट अर्डर पनि आइपुगिसक्यो। अघि चाहिँ छोरी र मेरो अर्डर थियो, खाइसक्यौँ। अब यो चाहिँ बाबाको अर्डर। तर कस्तो मिठो छ पो त फास्टै। कस्तो छ? बाबा कस्तो लाग्यो? मलाई चाहिँ बर्गर चाहिँ लास्टै A1 लाग्यो। हजुरलाई? पुदिन फेरि गएर खाने इन्डियन रेस्टुरेन्टमा भन्दै हुनुहुन्छ। उयो खाना त बिरयानी बिरयानी। ल भरे एकछिनमा जानुपर्छ। गाइज कतिले चाहिँ विदेशमा खानेकुराहरू केही पनि मिठो पाउँदैन नेपालको जस्तो भन्छ नि। तर मलाई चाहिँ यहाँको खानेकुरा फ्रुट्सहरू त्यस्तै मिठो, खानेकुराहरू त्यस्तै भप्पाल, अनि राइस पनि त्यस्तो राम्रो पाइँदैन भन्नुहुन्छ नि। म त नेपालको भन्दा यहाँनिर भप्पाल लाग्यो एकदमै। खानेकुराहरू फ्रुट्सहरू नम्बर 1 एकदमै राम्रो।
गाइस उहाँले चाहिँ अस्ति ड्राइभिङ टेस्ट पास गरेर लाइसेन्स पनि लिइसक्नुभयो अनि मेरो चाहिँ आज नलेज टेस्ट थियो अनि नलेज टेस्टमा चाहिँ 20वटा जस्तो अब्जेक्टिभ क्वेसन हुन्छ अनि 30वटा चाहिँ साइन हुन्छ हैन दुईटै पास हुनुपर्छ अनि 20वटा क्वेसनमा चाहिँ 16वटा मिलाउनु पर्छ 4वटा मिस्टेक हुँदा केही पनि फरक पर्दैन तर मैले चाहिँ 20मा 19वटा मिलाएँ एउटा चाहिँ कस्तो नआएर भन्दा नि एकदम कन्फ्युजन भयो क्या 50-50 भयो क्या त्यही भएर 19वटा मिलाएँ साइन चाहिँ प्रायः सबै नै मिल्यो अनि त्यस्तो धेरै गाह्रो हुँदैन एकदम नातिकान्दिदा हुन्छ मेन भनेको ड्राइभिङ टेस्ट हो ड्राइभिङ टेस्ट चाहिँ एकदम मजाले प्र्याक्टिस गर्नुपर्छ अब लाइसेन्स होल्डर हुनुहुन्छ अब एकदम सिक्ने हो लाइसेन्स निकाल्यो लाइसेन्स ननिकालिकन केही काम छैन यहाँनिर जबहरू पाउनलाई पनि गाडी सिकेको हुनुपर्छ सुरुमै ड्राइभिङ लाइसेन्स चाहिन्छ भनेर पनि लेखेको हुन्छ कति भ्याकेन्सीहरूमा अनि त्यही भएर गाडी चाहिँ एकदमै सिक्नुपर्ने रहेछ एकदम इम्पोर्टेन्ट छ सो हजुरहरू पनि यता हुनुहुन्छ भने नयाँ हुनुहुन्छ भने गाडी चाहिँ एकदमै फर्स्टमै सिकिहाल्नु होला है अनि नलेज एक्जाम कसैले दिन लाग्नु भएको छ भने पनि नातिकान्दिदा हुन्छ के अरे त्यो ह्यान्डबुकै हुन्छ होइन उनीहरूले नै एससिआईले नै दिएको त्यो उयोहरू हुन्छ त्यहीँभित्रबाट मजाले प्र्याक्टिस गर्नुभयो भने मजाले पास गर्न सकिन्छ सो ए बाबा खोइ कता जानु म आएँ मम्मी आएँ साथीहरू हामी चाहिँ खाजासाजा खाएर अब यता निस्केको यहाँ चाहिँ खासै हिँड्नलाई अलिक अप्ठ्यारो हुन्छ अरे कि तर मैले चाहिँ चम्की हिँडेर जाउँ भनेर भनिरहेको छु किनभने गाडी चाहिँ हामीले टायर फेर्न लगाएको छौँ नि त अनि त्यही भएरै सानो मलाई यहाँ समातिरहेको छिन् चिसो छ हावा उहाँ पर पुगिसक्नु भयो नि त कति डर लाग्दा गाडी हौ कति ठुलो गाडी नगर न छोरी ए हामी टुरिस्ट पार्कमा आइपुग्यौँ फाइनली गाइज अब यहाँ छोरी घुम्छिन् ओके छोरी यहाँ छिन् बिचमा Happy गाइज चिसो सिरेटो आएर टोपी लाउने अवस्था आयो भयो भिजिटर इन्फर्मेसन टुरिस्ट पार्क अरे यो चाहिँ अनि छोरीले वहाँनिर पिङ खेल्ने ठाउँ देखिसकिन अब ये अरे ये भन्दैछिन् त छोरी आर यु ह्याप्पी खोइ यस भन्नुभएको हौ ये वाउ 1 2 3 4 साथीहरु एउटा कुरा चाहिँ अघि भन्नै छुटेछ हैन हजुरहरु नेपालबाट यता क्यानाडा आउने तयारीमा हुनुहुन्छ भने चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ हजुरहरुले ड्राइभिङ लाइसेन्स नेपालमा मज्जाले सिकेर लाइसेन्स हातमा लिएर आउनु होला यहाँनेरि आउनु भयो भने चाहिँ लाइसेन्स लिएर हजुरलाई धेरै धेरै बेनिफिट छ लाइक नलेज टेस्ट दिएर पास हुने बित्तिकै हजुरले क्लास 5 को ड्राइभिङ टेस्ट दिन पाउनुहुन्छ हैन अनि यदि हजुरले चाहिँ लाइसेन्स नलिकन आउनु भयो भने चाहिँ नलेज एक्जाम त्यति बेलै दिन पाउँछ तर ड्राइभिङ टेस्ट दिनको लागि चाहिँ 9 मन्थ वेट गर्नुपर्ने हुन्छ सो हजुरलाई जब गर्दा होस् हैन जे गर्दा होस् ड्राइभिङ टेस्ट एकदम लाइसेन्स खोज्छ क्या यहाँनेरि चाहिँ त्यही भएर नेपालबाटै लाइसेन्स लिएर आउनु भयो भने चाहिँ एकदमै बेस्ट हुन्छ गाइज बेस्ट सानो के हेर्ने अरे छोरो गाइज यहाँ त 5 साढे 5 भइसकिसक्यो हामी यतै घुमै मात्र छौँ अब चाहिँ सपिङ गर्न जानु लागेको हैन सानो हेर्नु
काकु हान्न सानोलाई टमाटर लाने प्लास्टिक ए $4 गाइज 400 रुपियाँ रुपीज लगौँ ल यो के हो के गर्ने ओके गाइज रोज यो रोजमा मेरो बुढाको बर्थडेको दिन दिन्छु ल यस्तो यो रोज मसरुम यो ठिक छ त के खानु भएको के खानु भएको कसले दिएको कुन जुस खानु भएको हो खै हेरौँ ओरेन्ज जुस यम्मी गाइड सपिङ एकदम धेरै छ सो टाइम लाग्छ मैले सबै भिडियोहरू बनाइनँ है त ल अर्को टाइममा चाहिँ म एकदम प्राइस शुद्ध होइन अर्को टाइममा आउँदाखेरि बनाउँछु अहिले एकदम राति पनि भइसकिसक्यो सो छिट्टो छिट्टो सपिङ गरेर अनि हामी जान्छौँ अहिलेलाई चाहिँ म खासै हाल्दिनँ है सपिङ गरेको एकदम धेरै सपिङ पनि गर्नु छ सो है गाइस पुरै राति भइसकिसक्यो होइन अब चाहिँ हामी यहाँबाट हल्का खाजा खाएर खाजा त होइन अब डिनर गरेर अनि घरतिर फर्किन्छौँ है